आज भने म भालुचोकमा आइपुगेको छु जहाँ उज्यालो नेपाल पार्टीको आमसभा रहेको छ, चुनावी आमसभा, जहाँको प्रमुख अतिथिमा चाहिँ हाम्रो कुलमान घिसिङ हुनुहुन्छ। कुलमान घिसिङ लास्टचोटि पनि धरानमा आउनुभएको थियो, जसको भिडियो चाहिँ मैले बनाएर हालिसकेको थिएँ। त्यतिखेर उनी चुनावी अभियानमै आउनुभएको थियो, तर देश दौडा रूपमा पूर्वतिर हुँदै आउनुभएको थियो। अनि आज चाहिँ विशेष सम्बोधन गर्नको लागि आउनुभएको छ यहाँनिर उज्यालो नेपाल पार्टीको चुनावी आमसभालाई। अहिले करेन्टली हामीहरू भालुचोकमा छौँ भने भर्खरै कुलमान घिसिङ सर पनि पछाडि देखिएको गाडीमा आउनुभएको छ। हाम्रो चुनाव चिन्ह चिन उज्यालो नेपालको प्रतीक चुनाव चिन्ह चिन, त्यसै गरी प्रत्यक्षतर्फको चुनाव चिन्ह आँसुरी रहेको यो डिस्प्ले बोर्ड यहाँ औपचारिक रूपमा अनावरण भइसकेको पूर्व मन्त्री कुलमान घिसिङज्यू लगायत सम्पूर्ण अतिथिगणहरूमा धन्यवाद। र यसपछि हामी लगत्तै एकदमै छोटो प्रस्तुति गर्नेछ। हाम्रो जिन्जी कलाकार मित्रहरूबाट चाहिँ यहाँ संक्षिप्त सन्देशमूलक नाटक प्रदर्शन गर्ने कार्यक्रम रहेको हुँदा म विलम्ब नगरी हाम्रा जिन्जी कलाकारज्यूहरूलाई मञ्चमा उक्लिएर आफ्नो नाटक प्रस्तुत गरिदिन म हार्दिक अनुरोध गर्न चाहन्छु। र नाटक लगतै हाम्रो कार्यक्रमका प्रमुख अतिथिज्यूबाट पनि सम्बोधन गर्ने कार्यक्रम रहेको हुँदा म नाटकका निम्ति कलाकार मित्रलाई यहाँ स्टेजमा उक्लनमा हार्दिक अनुरोध गर्न चाहन्छु। पसल व्यवसाय, उद्योग, अस्पताल र दैनिकी सबै अस्तव्यस्त हुन्थे। कहिलेकाहीँ अन्तर्राष्ट्रिय फुटबल खेल हेर्दै गर्दा नै बत्ती जान्थ्यो। फेरि लाइन गयो, कति जान्छ यो लाइन? दिनमा 18 घन्टासम्म लाइन जान्छ यार। चिच्याहट सुनिन्थ्यो। कति लाइन गएको यार, अब कति घन्टासम्म पर्खिनु पर्ने हो? अनि बत्ती फेरि आयो भने फेरि सबैतिर खुसीको आवाज गुन्जिन्थ्यो। यही भोगाई, बाध्यता र सङ्घर्षलाई आजको नाटकले दृश्यमा उतार्दैछ। दृश्यमा हेर्दै जाऊ। आमा, बत्ती गयो, अब कसरी पढ्ने? मेरो त इक्जाम भोलि हो। खै के गर्नु, मट्टितेल पनि सिद्धियो। नानीको बाबा, टर्च लाइट केही छैन? बाबुले पढ्थ्यो नि, केही उज्यालो भए। खै टर्च लाइट पनि त बिग्रियो नि। आमा, म त पढ्दैछु नि। अँध्यारोमा? हो, कल्पनामा। ए, म जुनेलीमा जान्छु ल आमा, कतै केही देखिन्छ कि? जाऊ बाबु जाऊ। उफ, ए जुन्दाई, अलिकति फ्ल्यास बढाइदिनु न। ए, जुन पनि लोड सेडिङ मोडमै रहेछ। ल, जुनेलीमा त केही नदेखिँदो रहेछ। अब त म फेल हुने भए। साँच्चै नै फेल हुने भए। ए नरौ न बाबु, खै के गर्नु, बत्ती गएर नआएको पनि कति दिन भइसक्यो। पढाइ त रोकियो, तर यो बच्चाको सपना चाहिँ नरोकिनु पर्ने। गाउँघरको समस्या सहरभन्दा कम थिएन। लोड सेडिङले गाउँमा झन् ठुलो पीडा दिन्थ्यो। अस्पताल टाढा, साधन कम, अनि फोन चार्ज नहुँदा सम्पर्क नै बन्द। आमा, ए आमा, फेरि तपाईँ बिरामी भयो नि? अब अस्पताल कसरी पुर्याउने? सासै रोकिन्छ मेरो आमाको त। लौ न नि। आया, पेट चिरिन्छ जस्तो भयो। सासै अड्किन्छ। म सहनै सकिनँ।
फोन गर्नु नि अस्पतालमा, एम्बुलेन्स पठाइदिन्छन्। नम्बर छैन नि त दाइ, मेरो मोबाइलमा चार्ज पनि छैन। मसँग नम्बर छ, ल टिपिहाल त। हुन्छ हुन्छ भन्नु त। आयो नि, मेरो मोबाइल त स्विच अफ छ। चार्ज गरेको थिएँ, फेरि चार्ज नै सिद्धेछ। अरे यही मोबाइलमा थियो अस्पतालको नम्बर पनि। सबैतिर बाइक खोजिन्छ, तर यो घडीमा कसैको पनि बाइक छैन रहेछ। यदि बाइक भेटेको भए छिटै अस्पताल पुगेर एम्बुलेन्स त ल्याउन मिल्थ्यो। अब के गर्ने? अस्पताल पुग्न घन्टौँ लाग्छ, हिँडेर पुगेर फेरि एम्बुलेन्स ल्याउन। त्यतिन्जेलसम्म त यस्तो गाह्रो भएको आमालाई थाम्न सकिन्छ के त? हे भगवान, आमा मलाई छोडेर नजानु है। आमा म इक्जाम पनि छोड्छु, तर आमा तपाईँ चाहिँ ठिक हुनु है। आमालाई वरिपरि मान्छेले बोलाएर आधा घन्टामै डोकोमा चढाइन्छ। खोला घाटो उकालो ओह्रालो काट्दै दौडिन्छन्। 1 घन्टाको बाटोसम्म पुग्दा आमाको चाहिँ हराउँदै जान्छ। आमा बोल्नुहोस् न आमा। अलि तल झरेपछि बल्ल एउटा गाडी भेटिन्छ, तर त्यो पनि 3 घन्टा हिँडेपछि। गाडीमा राखेर अस्पताल पुर्याइन्छ, तर धेरै ढिलो भइसकेको हुन्छ। माफ गर्नुहोस्, आमाले अन्तिम श्वास फेरिसक्नुभयो। एपेन्डिक्स फुटेको रहेछ, सङ्क्रमण रगतसँग फैलिसकेको सेप्सिस भएको रहेछ। समयमा ल्याउन पाएको भए सम्भावना थियो। यस्तै यस्तै अवस्था थियो गाउँघरमा। घरिघरि लाइन आउने, फेरि गइहाल्ने। कहिले त कयौँ दिनसम्म लाइन नै नआउने। अन्ध्यारोले पढाइ रोकिन्थ्यो, चार्ज नहुँदा फोन बन्द हुन्थ्यो। तर एक दिन देशको एक कुनाबाट एउटा नाम उठ्यो र त्यो नामले अँध्यारोमा बसेको नेपालीलाई भन्यो, अब उज्यालो चाहिन्छ। ए बुढा, समाचार सुन्यौ त? के समाचार? अब त लोड सेटिङ नहुने रे। अब कहिले काहीँ बाहेक बिजुली जाँदैन रे नि। मैले पनि रेडियोमा सुनेको नि। हो त नि, अहिले त साँच्चै बत्ती भेरे जाँदैन नि। पहिले त हाम्रो घरमा बिजुली यसरी आउँथ्यो, नमस्ते गरेर भाइ भन्दै जान्थ्यो। कति दुःख थियो नि। न मोबाइल चार्ज न टर्च। टर्च चार्ज गर्यो, बत्ती गयो। बत्ती आयो, टर्च हरायो। तर साँच्चै कसरी यस्तो भयो नि? कसरी बत्ती नजाने भयो दाजु? खै हामी बुढापाकालाई के थाहा त हो। ऊ परबाट मास्टरनी आउँदैछ। बा मास्टरनीलाई पो थाहा छ कि? ए नानी, एउटा कुरा सोधौँ। सोध्नु न काका। नानी, यो बिजुलीको म सोध्छु, मेरो कुरा नकाट न हौ। ए काइला काकाको लोड सेडिङ त अरूको कुरामा पनि हुन्छ है। ए चुप लाग न तिमीहरू। यहाँ ठुलो मान्छे बोलिरहँदाखेरि सानो मान्छेहरू बोलेको अलि सुहाउँदैन। लु भन त नानी, आजकल बिजुली जाँदैन नि। पहिले त गएकै कसरी यस्तो राम्रो भयो? काकाहरू सुन्नुहोस्, अहिले बिजुली नजानुको मुख्य कारण विद्युत प्राधिकरणमा राम्रो मान्छे आउनु भएको छ। उहाँले सिस्टमलाई कडाई र इमान्दारीले चलाउनु भयो। चोरी नियन्त्रण, व्यवस्थापन सुधार सबैलाई नियममा बाँध्नु भयो। त्यसैले बिजुली आज यति राम्रो भएको हो। अनि उहाँको नाम चाहिँ के हो नि नानी? उहाँको नाम हो कुलमान घिसिङ।
बजेपछि लोड सेडिङ जादु होइन, काम, इमान्दारी र कडाइले अन्त्य भयो। उहाँले पहिला कहाँ समस्या छ भनेर खोज्नुभयो। बिजुली चोरी भइरहेको थियो, ठुला ठाउँमा बिल नतिरी सिस्टम कमजोर बनाइएको थियो। उहाँले त्यसलाई रोक्नुभयो, नियम लागू गर्नुभयो। अर्को लाइन छ तर व्यवस्था छैन भन्ने हालत बदलियो। फिडर, ट्रान्सफर्मर, वितरण प्रणाली सबै ठाउँमा निगरानी बढाइयो। उपलब्ध बिजुलीलाई सही ठाउँमा सही समयमा पुर्याइयो। उत्पादन कम हुँदा आयात र वितरण व्यवस्थापन मिलाएर अस्पताल, उद्योग, घर सबैमा उज्यालो पुर्याइयो। त्यसैले देशले पहिलो पटक महसुस गर्यो, उज्यालो आउँदा डर घट्छ, उज्यालो आउँदा सपना बढ्छ। आज म फेल हुँदिनँ, आज म पढ्छु, आज म पास गर्छु। आज मेरी आमाको उपचार समयमै हुन्छ। अध्यक्षको उज्यालो नेपाल पार्टीलाई यस पटकको चुनावमा भोट दियो र देशलाई गरिएको थियो। तपाईँ नाटक देख्न सक्नुहुन्छ, मैले जुन अगाडि नै अपलोड गरिसकेको छु भने यहाँनिर उल्लेख्य मान्छेको भिडभाड पनि छ, तपाईँ यहाँ देख्न सक्नुहुन्छ। जुन भानुचोकको मुटुमा रहेको यो ट्याक्सीहरू पार्किङ गर्ने ठाउँमा चाहिँ राम्रो प्रोग्राम गरिएको थियो। अब बाँकी भ्युज भने हामी ड्रोनबाट सुट गर्नेछौँ। परिचालन समितिका संयोजक लोकबहादुर थिङज्यू र ड्यास महासिम प्रमुख अतिथिको रूपमा पाल्नुहुने उज्यालो नेपालका महानायक, उज्यालो नेपाल पार्टीका अध्यक्ष, पूर्व मन्त्री आदरणीय कुलमान घिसिङज्यू र ड्यास महासिम केन्द्रीय सदस्यज्यूहरू, साथै हाम्रो निमन्त्रणाले स्वीकारेर विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारको रूपमा उभिनुभएका थिए, उहाँहरूको पनि आज उपस्थिति छ। विभिन्न निर्वाचन क्षेत्रबाट पाल्नुहुने उम्मेदवारजीहरू, समानुपातिक उम्मेदवारजीहरू र प्रदेशका नेताजीहरू, जिल्ला लगायत विभिन्न धरानका विभिन्न ठाउँ, सुनसरीका विभिन्न ठाउँबाट पाल्नुहुने सम्पूर्ण महानुभावहरूमा र पत्रकार महोदयहरूमा र सुरक्षा मित्रहरूमा सम्पूर्णलाई म एकमुष्टमा उज्यालो नेपाल पार्टीको तर्फबाट र यो सुनसरी क्षेत्र नम्बर 1 को तर्फबाट म राष्ट्रिय परिवर्तनको लागि जय उज्यालो भन्न चाहन्छु। स्वीकार्नुहोस्, जय उज्यालो। निर्वाचन फाल्गुन 21 मा आउँदैछ, नजिकिँदैछ। सुनसरी क्षेत्र नम्बर 1 बाट डम्बर लाउती अर्थात् जेन्टल लाउतीको उम्मेदवारी प्रत्यक्षमा, बिजुलीको चिममा र समानुपातिकमा शहीद परिवारबाट बाँसुरीमा उत्तर कुमारी राईको उम्मेदवारी छ। यहाँ हामीले किन जित्ने त्यो सवालमा अवश्य आउनेछु म। हामीले किन जिताउने त्यो सवालमा आउने नै छु र मैले के मुद्दा उठाएँ त्यो कुरामा आउने नै छु। तर यो सुनसरी क्षेत्र नम्बर 1 ले जित्दा व्यक्तिले होइन, सिङ्गो सुनसरी क्षेत्र नम्बर 1 ले जित्ने यो लडाईँ हो। फागुन 21 को चुनाव व्यक्तिले जित्ने चुनाव होइन, पार्टीले जित्ने चुनाव होइन, सिङ्गो यो देशको भाग्य र भविष्य निर्धारण गर्ने चुनाव हो। हाम्रो भाग्य र भविष्य निर्धारण गर्ने चुनाव हो। हाम्रो छोराछोरीहरू, हाम्रो नाति पनातीहरूको भाग्य र भविष्य निर्धारण गर्ने चुनाव हो। धेरै चुनाव आयो, धेरैचोटि हामीले भन्यौँ, बाजेले पनि त्यही चुनाव चिन्हमा दिएको, बुवाले पनि दिएको, अब मैले पनि दिनुपर्छ भन्दै तपाईँहरूले भोट दिँदै आउनुभयो। अब त्यो गल्ती गर्नु हुँदैन। त्यो गरेरै आज देश बिग्यो। भदौ 23 र 24 को जेन्जी विद्रोह त्यही कारणले निम्त्यो। अब नेता मात्र सचिने होइन, आम नागरिक सचिने, मतदाता सचिने
चुनाव हो फाल्गुन 21। मैले भन्दैछु यो देशका सबै खाले समस्यालाई हल गर्नको लागि, यो सुनसरी क्षेत्र नम्बर 1 का सबै खाले समस्यालाई हल गर्नको लागि आज जेन्टल लाउती अर्थात् डम्बर लाउतीको उम्मेदवारी भएको तपाईहरु समक्ष म राख्न चाहन्छु। मैले उम्मेदवारी दिइरहँदाखेरि मैले स्थानीय मुद्दाहरू र केही राष्ट्रिय मुद्दाहरू मेरो प्रतिबद्धता पत्रमा आएको छ। यो तपाईहरुको हातमा आइसकेको छ। हाम्रो अर्को केन्द्रीय प्रतिबद्धता छ जहाँ धेरै कुराहरू उल्लेख भएका छन्। यो कुराहरू मैले यो मञ्चबाट सबै भन्न सक्दिनँ समयको अभावले गर्दा। तर सुनसरी क्षेत्रमा रहेबाट जेन्टल लाउतीले चुनाव जित्यो भने के हुन्छ म त्यो कुरामा आउनेछु। यो फागुन 21 को चुनाव अघि मित्रहरूले भन्नुभयो यो नयाँलाई दिने जिताउने कि पुरानालाई जिताउने निर्धारण गर्ने चुनाव पनि हो। अवश्य तपाईले भन्नुहुन्छ, म प्रश्न गर्छु, तपाईले पुरानोलाई जिताउने कि नयाँलाई जिताउने हो? हो, हामीले भोट माग्दै जाने क्रममा पनि त्यही भनेका छन्, नयाँलाई। किन पुरानोलाई दिँदैनौ भन्दाखेरि यो देशलाई बिगार्ने, यो देशलाई भ्रष्टाचार गरेर र तहस नहस बनाउने भनेकै पुराना दलहरू। ती पुराना दल कुन हुन्? जेन्जी विद्रोह अगाडि भएका सबै पुराना दल हुन्। त्यसले गर्दाखेरि त्यो पार्टीहरूलाई त्यो चुनाव चिन्हलाई तपाईले मत दिनुहुन्न भन्ने हामी विश्वस्त छौँ। अब नयाँलाई दिने हो भने कसलाई दिने त? कसलाई दिने त नयाँलाई? बिजुलीको चिन्ह होइन त? किन भन्दाखेरि हामी नयाँहरू सुशासनको कुरा गर्छौँ। हामी सुशासनको कुरा गर्नेहरूले 73 लाख भन्दा बढी सहकारी पीडितहरू छन्। हामीले सहकारी ठगी गर्नु हुँदैन। हामी सुशासनको कुरा गर्ने नयाँहरूले त्यो कुरा 3 करोड नेपाली नागरिकले बुझ्नु भएको छ। हामी नयाँ भन्नेहरूले पुरानो पार्टी जस्तो सिक्को गर्नु हुँदैन। जसले विचारधारा कम्युनिस्ट बोकेर आउँछ तर सरकारमा पुगेपछि उसको विचारधारा अनुसार काम गर्दैन। कुनै पार्टीहरू उदार पुँजीवादको, लोकतान्त्रिक पुँजीवादको कुरा गरेर आउँछ, जब चुनाव जितिसकेपछि त्यो कार्यान्वयन हुँदैन। त्यस्तो खालको नयाँ हामी हुनु हुँदैन। त्यसले गर्दाखेरि हामी के भन्छौँ? हाम्रो यहाँ धरानमा चर्चित पूर्व भन्नुपर्छ, पूर्व मेयर हुनुहुन्थ्यो, अहिले चुनावी मैदानमा हुनुहुन्छ हामीसँगै, हर्क साम्पाङज्यू। म उहाँकै गीतलाई सापट्टि मागेर भन्न चाहन्छु, देश त्यसै बन्दैन गाली गर्दै अरूलाई। म त्यो गीतलाई सम्मान गर्छु। त्यसले गर्दाखेरि नयाँहरू त्यसो हो भने यो सुनसरी क्षेत्र नम्बर 1, यो धरान गाली गर्नेको सहर हुनु हुँदैन। इमानदारहरूको सहर हो, संस्कार बोकेको सहर हो। त्यो भएको हुनाले नयाँहरू पनि हामी सचिनुपर्छ, पुराना जस्तो हुनु हुँदैन। हामी भन्छौँ प्रविधिको कुरा गर्ने हो भने अब जेसीबीले ढुङ्गा बोक्नुपर्छ, होइन भने डोजरले ढुङ्गा बोक्नुपर्छ, नभई प्रविधिको के काम हो कि होइन मित्रहरू? हामी प्रकृति प्रेमी हौ। उज्यालो नेपाल पार्टी पनि प्रकृति प्रेमी हो। तर हामी जङ्गल भित्र वृक्षारोपण गर्दैनौँ। हामी जहाँ जहाँ नाङ्गो डाँडा पाखा छ त्यहाँ वृक्षारोपण गर्छौँ, हो कि होइन मित्रहरू? म विचारधारालाई सम्मान गर्छु, त्यो उज्यालो नेपाल पार्टीसँग छ मित्रहरू। त्यसले गर्दाखेरि नयाँलाई दिने हो भने अब उज्यालो नेपाल पार्टीको बिजुलीको चिममा दिनुपर्छ र समानुपातिकमा बाँसुरीमा दिनुपर्छ। म अब आउँछु, म किन यहाँ उभेँ भन्ने कुराहरू मैले देखेँ। सुनसरी क्षेत्रमा रहेका हरेक समस्याहरू मैले औलाएँ। म अभियन्ताको रूपमा हिँडेँ,
अभियन्ताको रूपमा काम गरे। तर योभन्दा अगाडि धेरै चुनावहरू आयो, त्यो चुनावमा धेरै नेताहरूलाई जिताएर हामी हिँड्यौँ, तर यहाँको समस्याहरू समाधान हुन सकेन। ती समस्याहरू के थिए? यहाँको मूल समस्या खानेपानी हो। खानेपानी समस्या अझ पनि हल भएको छैन। हामीले दिगो रूपमा हेर्नुपर्ने हुन्छ। कम्तीमा पनि हामीले 20-25 वर्षसम्म खानेपानी पिउने खालको योजना हामीले ल्याउनु पर्छ। त्यो कारणले मैले के भने, धरानदेखि हामी लेउटीसम्मको हामीले सुरुङ मार्ग बनाउने 3.7 किलोमिटर मात्र छ जुन सुरुङ मार्ग, त्यो अध्ययन भइसकेको छ। त्यो सुरुङ मार्ग भयो भने के हुन्छ? तम्मरको खाने पानी हामी ल्याएर खान्छौँ, लेउटीको खोलाको पानी ल्याउँछौँ। त्यो सुरुङ मार्गबाट पानी मात्र आउँदैन, धरानबाट हिँडेर हामी त्यो मूलघाट पुग्दाखेरि 1 घन्टा लाग्छ। त्यो 1 घन्टामा धेरै अर्बौंको तेल सकिन्छ। त्यो तेल पनि हामी पेट्रोल सकिन्छ, त्यो पनि जगेर्ना हुन्छ। बाटो छोटो हुन्छ, त्यो बाटोले को लाभान्वित हुन्छ? 5 थरका नागरिकहरू, धनकुटाका नागरिकहरू, तेह्रथुमका नागरिकहरू, ताप्लेजुङ, भोजपुर, सङ्खुवा सभाका नागरिकहरू छिट्टोभन्दा छिट्टो दूरीमा उहाँहरू माथि पहाड पनि पुग्नुहुन्छ, यहाँ धरान, इटरी र विराटनगरमा आउनुहुन्छ। किन मैले यो कुरा ल्याएँ? धरान भनेको सबै बाहिरबाट आएर बसेको सहर हो। अहिले पनि हेर्नुहोस्, सबै पहाडी मुलका, केही मधेसी मुलका हामी आएर बसेका छौँ। हामी पहाडको घरहरूमा छिट्टो पुग्नलाई पनि त्यो सुरुङ मार्ग चाहिन्छ। र त्यो दिगो पानी किन मैले भने, तर यहाँको पानीहरू सुक्दैछ। वातावरण प्रदूषणले, वातावरणीय फेरबदलले पानीको मुहानहरू सुक्दैछ। तर नसुक्ने मुहान भनेको तम्मर नदी मात्र हो, जसको शिर कुम्भकर्ण हामी फोक्ताङ भन्छौँ, त्यहाँबाट बगेर आउँछ, हिमालसँग जोडेर आउँछ। त्यो पानी हामीले यहाँ पाउनु पर्छ मित्रहरू। र त्यो भयो भने के हुन्छ? त्यो तपाईँको पर्यटनको हाम्रो पार्टी उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी दुईटाको संयुक्त उम्मेदवार हामीले दिएका छौँ। विभिन्न जिल्लामा विभिन्न उम्मेदवारीहरू दिएका छौँ, तर सबै ठाउँमा हामीले संयुक्त उम्मेदवारी दिएका छौँ। मैले धेरै कुरा राखिराख्नुभन्दा पनि आज जुन हिसाबले उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ उज्यालो नेपाल पार्टीका तर्फबाट, र उहाँहरूलाई यहाँहरूले अत्यधिक मत दिएर विजयी गराउनु हुन म हार्दिक अनुरोध गर्दछु। चिम चिन्हमा धेरै उम्मेदवारहरू उठ्नुभएको छ उज्यालो नेपाल पार्टीको तर्फबाट, र केही राष्ट्रिय परिवर्तन पार्टीको तर्फबाट बाँसुरी चिन्हमा उठ्नुभएको छ, र दुईटैको समानुपातिक उम्मेदवार हाम्रो बाँसुरी चिन्ह रहेको छ। यो दुईटै पार्टी एकीकरण भएर उज्यालो नेपाल पार्टी बनेको छ। यो अलिकति कन्फ्युजन, अलिकति अलमल देखिन्छ, तर यो दुईटै बाँसुरी र चिम चिन्ह दुईटै हामी एकै हौँ भन्ने म अनुरोध गर्न चाहन्छु। यहाँहरूले जति पनि उम्मेदवारहरू यहाँ देख्नुभएको छ, एकदमै सशक्त उम्मेदवारहरू चाहिँ हुनुहुन्छ। उहाँहरूलाई मतदान गरेर हामीलाई जिताइदिनु हुन हार्दिक अनुरोध गर्दछु। उहाँलाई जिताउनु भनेको आज यो उज्यालो नेपाल पार्टीलाई जिताउनु हो र कुनमान घिसिङ त्यसको राष्ट्रिय नेतृत्वलाई जिताउनु हो भन्ने म अनुरोध गर्न चाहन्छु। तसर्थ यहाँहरूले आफ्नो अमूल्य मत प्रत्यक्षतर्फ जहाँ जहाँ उज्यालो नेपाल पार्टीको चिम चिन्ह लिएर उठ्नुभएको छ उहाँलाई चिम चिन्हमा मतदान गर्नुहोला। जुन जुन ठाउँमा बाँसुरी चिन्ह लिएर प्रत्यक्षतर्फ उठ्नुभएको छ उहाँहरूलाई बाँसुरीमा मतदान गरेर अत्यधिक मतले विजय गराउनु हुन हार्दिक अनुरोध गर्दछु। साथै समानुपातिकतर्फ हाम्रो पार्टीको चिन्ह बाँसुरी रहेको छ। बाँसुरी चिन्हमा सबैले मतदान गरेर
यो देशको सम्पूर्ण हाम्रो समानुपातिक तर्फको हाम्रो उम्मेदवारहरूलाई विजय गराउनु हुन हार्दिक अनुरोध गर्दछु। मैले यति भन्दै उज्यालो नेपाल पार्टीको बारेमा र अहिलेको वर्तमान परिस्थितिको बारेमा केही विषय राख्न चाहन्छु। अहिले यो देशमा उज्यालो नेपाल पार्टी नै किन, यो उज्यालो नेपाल पार्टी तपाईँले किन रोज्ने, उज्यालो नेपाल पार्टीलाई नै किन मतदान गर्ने भन्ने विषय तपाईँहरूले बुझ्नु जरुरी छ। हामीले उज्यालो नेपाल पार्टीलाई मतदान गर्नको लागि तीनटा कुरा भनेका छौँ। पहिलो कुरा भनेको हामीले हिजो गरेको कामको लागि तपाईँहरूले मतदान गर्नुपर्छ। हिजो हामीले जुन परिणाम दिएका थियौँ, हिजो हामीले जुन काम गरेका थियौँ जनताको लागि, देशको लागि, त्यसको लागि आम मतदाताले उज्यालो नेपाल पार्टी नै रोज्नेछ भन्ने हामीलाई विश्वास छ। दोस्रो कुरा भनेको उज्यालो नेपाल पार्टी यो देशको जेनजी आन्दोलनपछि स्थापित भएको जेनजी युवाहरू र घाइते शहीद परिवारहरूको पार्टी हो। यो राष्ट्रिय परिवर्तन पार्टीमा यहाँहरूले देखिराख्नु भएको छ हाम्रो राजेश पोर्तलजी जो राष्ट्रिय परिवर्तन पार्टीको अध्यक्ष हुनुहुन्छ, उहाँको एउटा खुट्टा गुमाएको छ जेनजी आन्दोलनमा। त्यस्तै धेरै घाइते साथीहरू हुनुहुन्छ, धेरै शहीद परिवारका साथीहरू हुनुहुन्छ। उहाँहरूले स्थापना गरेको राष्ट्रिय परिवर्तन पार्टी र उज्यालो नेपाल पार्टीभित्र पनि शहीद परिवार र जेनजी परिवारहरू, जेनजीका भाइ बहिनीहरू हामीले हाम्रो उज्यालो नेपाल पार्टीभित्र राखेका छौँ। यो दुईटै पार्टीको एउटा मिलन एकीकरणले बनेको पार्टी नै सही रूपमा जेनजी आन्दोलन पछिको नयाँ विकल्प, नयाँ सोच र नयाँ शक्तिको रूपमा स्थापित पार्टी हो। त्यसैले यो उज्यालो नेपाल पार्टीलाई किन मतदान गर्ने भनेको दोस्रो नम्बरको पोइन्ट भनेको यो वर्तमान हिजो 6 महिना अगाडि जुन आन्दोलन भयो त्यसमा बलिदान दिएको छ, रगत दिएको छ। यो बलिदानको लागि तपाईँहरूले यो उज्यालो नेपाल पार्टीलाई मतदान गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो। तेस्रो भनेको यो उज्यालो नेपाल पार्टी यो देशको समृद्धिको लागि, यो देशमा भ्रष्टाचार उन्मूलन गर्दै, सुशासन कायम गर्दै, सबै किसिमका विभेद र विसङ्गतिहरूलाई हटाउँदै, सामाजिक न्याय स्थापना गर्दै, समतामूलक समाज स्थापना गर्दै, यही देशमा सबै युवाहरूलाई रोजगारी दिँदै, यो देशको अर्थतन्त्र आत्मनिर्भर बनाउँदै, यो देशलाई सम्पन्न र समृद्ध देशको रूपमा अगाडि बढाउनको लागि हामीले रोड म्याप तयार गरेका छौँ, भिजन दिएका छौँ र त्यो भिजन अनुसारको कार्यान्वयन गर्नको लागि हामीले कार्यान्वयन कसरी हुन्छ भनेर, कार्यान्वयन दक्षता, कार्यान्वयन क्षमता र कार्यान्वयन कसरी हुन्छ भनेर पनि हामीले त्यो रोड म्यापमा दिएका छौँ। हाम्रो वचन, हाम्रो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छौँ। हाम्रो भविष्यको लागि उज्यालो नेपाल पार्टीले यो देशको समृद्धिको लागि, यो देशको आर्थिक रूपान्तरणको लागि जुन रोड म्याप दिएको छ त्यसको लागि तपाईँहरूले मतदान गर्नुपर्छ। यो तीनटा विषयको लागि तपाईँहरूले मतदान उज्यालो नेपाल पार्टीलाई गर्नुपर्छ भनेर हामीले अनुरोध गर्दै आएका छौँ। हामीले हिजो लोड सेडिङ अन्त्य गऱ्यौँ। अघि मात्रै हाम्रा भाइ बहिनीहरूले नाटक देखाउनु भयो। हिजो लोड सेडिङको अवस्थामा के थियो भन्ने सानो झल्को देखाउनु भयो। शिक्षामा हामी टुकी बालेर पढ्नुपर्ने अवस्था, स्वास्थ्यमा हामी यो बत्ती नहुँदाखेरि अपरेसन गर्न नसक्ने र एउटा एम्बुलेन्स बोलाउनलाई चाहिँ नसक्ने, स्वास्थ्यमा गम्भीर असर पर्दा पनि यो बत्तीको कारणले, उज्यालोको कारणले धेरै समस्या थिए। लोड सेडिङ सँगै हाम्रो कार्यतालिका मिलाउनु पर्ने अवस्था थियो। समग्र क्षेत्र, उद्योग
उद्योग तहस नहस थियो, होटेल तहस नहस थियो, सबै क्षेत्र तहस नहस थियो, सामाजिक जीवन तहस नहस थियो। यस्तो एउटा लोड सेडिङको कारणले त्यस्तो तहस नहसको अवस्थामा हामी जीवन बिताइरहेका थियौँ। यो नेपालमा 18 घण्टासम्मको लोड सेडिङ हुँदाखेरि यो देशमा कसरी बाँच्दो रहेछ यो यहाँको जनता भनेर विदेशका मान्छेले खिसीट्युरी गर्ने अवस्था थियो। यसलाई हामीले 1 महिनाभित्र अन्त्य गऱ्यौँ, लोड सेडिङ अन्त्य गऱ्यौँ। हामी आएको लुपमा 1 महिनाभित्र लोड सेडिङ अन्त्य गऱ्यौँ। यो 1 महिनाभित्र लोड सेडिङ अन्त्य भनेको सहरी क्षेत्रको जहाँ बत्ती पुगेको थियो 50% जनताले लोड सेडिङ अन्त्यको अनुभूति भयो। यो देशमा 100 राणाकालमा फर्पिङ जलविद्युत आउँदाखेरि बत्ती आएको थियो। 105 वर्षमा 73 सालसम्ममा 105 वर्षमा 50% जनताले विद्युतको चाहिँ सुविधा पाएको थिए। तर 50% जनता विद्युतको सुविधा बिनै 24 घण्टा लोड सेडिङमा थियो, बत्ती पुगेको थिएन। त्यसलाई हामीले 8 वर्षमा हरेक घरमा बत्ती पुर्याएका छौँ, गाउँमा बत्ती पुर्याएका छौँ, हरेक ठाउँमा बत्ती पुर्याएका छौँ, बस्तीमा बत्ती पुर्याएका छौँ, खेतमा सिँचाइको लागि बत्ती पुर्याएका छौँ। जहाँ बत्ती बाल्नको लागि मिटर लिनलाई पनि समस्या छ, विपन्नहरूलाई फ्रीमा मिटर बाँडेका छौँ र 20 युनिटसम्म फ्रीमा विद्युत दिएका छौँ। 30 रुपियाँ मात्रै तिरे पुग्ने अवस्था सृजना गरेका छौँ। सिँचाइमा हामीले 2 रुपियाँ युनिट मात्रै कायम गरेका छौँ। यो परिवर्तन, खानेपानी धेरै ठुलो समस्या थियो, खानेपानी हामीले सहुलियत गऱ्यौँ, विद्युतीय चार्जिङ स्टेसनमा सहुलियत गऱ्यौँ। यो देशको आम जनताले विद्युतको उपभोग गर्न पायो। लोड सेडिङ अन्त्य भयो। लोड सेडिङ मात्रै अन्त्य भएन, त्यो लोड सेडिङसँगै एउटा सरकारी संस्था विद्युत प्राधिकरण 20औं वर्षदेखि घाटा करिब 35 अरबभन्दा बढी घाटा थियो। त्यसलाई हामीले नाफामा लगेर 8 वर्षमा 1 खरबभन्दा बढी नाफामा ल्यायौँ र यो देशको बिजुली यहाँ मात्रै बालेनौँ, भारत र बङ्गलादेशको गाउँसम्म बाल्नको लागि हामीले 20औं अरबको विद्युत हामीले एक्सपोर्ट निर्यात पनि गर्न सफल भयौँ। यो आर्थिक क्रान्तिको एउटा आर्थिक रूपान्तरणको एउटा नमुना थियो। हामीले बिजुली यहाँ मात्रै खपत गरेनौँ, हामीले बिजुलीलाई खपत कसरी बढाउनुपर्छ भनेर धेरै चाहिँ खपतका माध्यमहरूलाई अगाडि बढाउँ। आज देशभरि इलेक्ट्रिकल भेहिकल धेरै बढेको छ। इलेक्ट्रिकल सबै जसोले इलेक्ट्रिकल भेहिकलमा चाहिँ आफ्नो यातायात आफ्नो मोबिलिटी बढाएको छ। विद्युतीय सवारी साधन बढेको छ, इन्डक्सन कुकिङ बढेको छ। विद्युतीय सवारी साधनमा 1 देखि 2 रुपियाँ 1 देखि 1.5 रुपियाँ प्रति किलोमिटर कस्टमा अहिले विद्युतीय सवारी साधन चल्छ भने पेट्रोल डिजलमा 15 रुपियाँसम्म प्रति किलोमिटर पर्छ। यो ठुलो रूपान्तरण हो। अहिले विद्युत हामीले प्रयोग गरेर विद्युतीय सवारी साधन प्रयोग गरेको हुनाले अहिले पेट्रोल डिजल र ग्यासको इम्पोर्ट घटेको छ। यो ठुलो परिवर्तन हो। ट्रेड डेफिसिट हाम्रो घटेको छ, किनभने हामीले इम्पोर्ट नै घटायौँ। हाम्रो विदेशी मुद्राको सञ्चिति बढेको छ र हाम्रो ट्रेड डेफिसिट व्यापार घाटा घटेको छ। यसले एउटा ठुलो रूपान्तरण गरेका छौँ। हामीले यो देशमा लोड सेडिङ अन्त्य गऱ्यौँ। लोड सेडिङ एउटा क्षेत्रको लोड सेडिङ अन्त्यको कुरा गरिरहेका छौँ, एउटा विद्युत क्षेत्रको लोड सेडिङ अन्त्य गरेका छौँ। तर यो देशमा धेरै क्षेत्रमा लोड सेडिङ छ, धेरै क्षेत्रमा अँध्यारा छ। त्यो अँध्यारो र लोड सेडिङलाई अन्त्य गर्नको लागि यो उज्यालो नेपाल पार्टी जन्मेको हो। यो उज्यालो नेपाल पार्टीले अब सबै क्षेत्रको लोड सेडिङलाई अन्त्य गर्छ। सबभन्दा ठुलो लोड सेडिङ यो राजनीतिक क्षेत्रको लोड सेडिङ, राजनीतिक भित्रको दुर्गन्ध र अँध्यारोलाई हटाउनलाई यो उज्यालो नेपाल पार्टी जन्मेको छ। यो राजनीतिक क्षेत्र धेरै दुर्गन्धित छ। यहाँ भ्रष्टाचार छ, अनियमितता छ, आचरणमा धेरै चाहिँ आचरण नभएका व्यक्तिहरू यहाँ
यहाँ चाहिँ राजनीतिमा आएका छन्। यो भित्रको दुर्गन्धलाई हटाउनको लागि हामीले धेरै काम गर्नुपर्नेछ। अब अघि धेरै कुराहरू आयो, खानेपानीको कुरा आयो। हिजो लोड सेडिङ हुँदाखेरि कति मान्छेको व्यापार बढेको थियो, इन्भर्टरको व्यापार बढेको थियो, ब्याट्रीको व्यापार बढेको थियो, सोलरको व्यापार बढेको थियो, डिजल जेनेरेटरको व्यापार बढेको थियो। व्यापार बढेकै त्यहाँबाट ठुलो सङ्कटमा, क्राइसिसमा कमाउने मान्छेहरू धेरै थिए। त्यो व्यापारहरू बढेको थियो। खानेपानीमा पनि त्यही व्यापार छ। खानेपानीमा लोड सेडिङ, खानेपानी सही टाइममा नदिँदा, खानेपानीमा धेरै चुहावट हुँदा खानेपानीको व्यापार, खानेपानीमा धेरै व्यापारहरू छन्। ट्याङ्करको व्यापार छन्, मिनरल वाटरको व्यापार छन्, धेरै ठुलो व्यापार छन् यो भित्र। तपाईँ तसर्थ यो खानेपानीभित्रको लोड सेडिङ अन्त्य गर्नुपर्छ। हरेक व्यक्तिले हरेक दिन जति खानेपानी उपभोग गर्न पाउनुपर्ने अन्तर्राष्ट्रिय मान्यता हो त्यो दिनुपर्छ, निरन्तर दिनुपर्छ। त्यो व्यवस्था गर्नको लागि उज्यालो नेपाल पार्टीले आगामी दिनमा खानेपानीलाई निरन्तर क्वालिटीको गुणस्तरीय खानेपानी, शुद्ध खानेपानी यो देशको हरेक जनतालाई एक घर एक धारा र हरेक जनताले शुद्ध खानेपानी प्राप्त गर्ने हिसाबले हामीले यो खानेपानीको लोड सेडिङ अन्त्य गर्नेछौँ। यो सबभन्दा महत्त्वपूर्ण जीवनसँग जोडिएको विषय छ। जति तपाईँ यो बत्तीसँग जोडिएको छ, खानेपानी त्योभन्दा बढी जोडिएको छ। तसर्थ यो तरानको मात्रै समस्या होइन, तरानको खानेपानीको ठुलो समस्या छ। यो काठमाडौँमै समस्या छ। मेलम्चीबाट खानेपानी आइरहेको छ। काठमाडौँ क्षेत्र नम्बर 3 मेलम्ची मेरो क्षेत्रमा पर्छ, तर त्यही क्षेत्रको जनताले खानेपानी पाइरहेको छैन। हामी यो देशैभरि खानेपानीको समस्या छ। खानेपानी बाहेक अरू क्षेत्र, शिक्षामा, स्वास्थ्यमा अनि उद्योगमा विविध क्षेत्रमा लोड सेडिङ छ। अँध्यारो छ। यो अँध्यारोलाई उज्यालो बनाउनको लागि, उज्यालो बनाएर हरेक व्यक्तिको अनुहारमा उज्यालो ल्याउनको लागि यो उज्यालो नेपाल पार्टी जन्मेको। यो उज्यालो नेपाल पार्टीले हरेक गरिब परिवारलाई, हामी उज्यालो नेपाल पार्टी भनेको गरिबको पार्टी हो, गरिब उत्थान गर्ने पार्टी हो। हामीले हिजो पनि गरिबलाई उत्थान गरेर आएका छौँ। चिलिमे हाइड्रो पावर कम्पनीमा हुँदाखेरि हामीले त्यहाँका जनतालाई सेयर वितरण गरेर, पहिलोचोटि सेयर वितरण गरेर त्यहाँका जनतालाई रोजगारी दिएर, तीको जनतालाई काम दिएर हामीले त्यहाँको जनतालाई लखपति करोडपति बनायौँ र त्यहाँको एक घर एक रोजगारी जस्तो स्थापना भयो। त्यहाँ जुन प्रोजेक्ट एरियामा हामीले त्यो एउटा मोडेल स्थापित गऱ्यौँ, जुन एउटा छाप्रोमा, एउटा ओडारमा बस्ने जनतालाई माथि ल्याउनु नै समाजवाद, बीपीको समाजवाद अथवा कम्युनिस्टहरूको समाजवाद, जे भन्नुहुन्छ त्यही हो समाजवाद। गरिब जनतालाई माथि ल्याउनु भनेको हाम्रो अहिलेको इन्क्लुसिभ डेमोक्रेसी भनेको त्यही हो। र त्यो एउटा मोडेल हो भने एउटा संस्थालाई हामीले एउटा आर्थिक रूपान्तरण गरेर देखायौँ। हिजो मन्त्री हुँदाखेरि यो देशमा काम कसरी हुन्छ, 15 वर्षसम्म काम नभएको कामलाई 3 महिनामा हामीले काम कसरी गऱ्यौँ, यो परिवर्तन कसरी हुन्छ देशभित्र, काम ठगी गर्ने, काम नगर्ने, अनि यो देशलाई रोजगारी भएन भनेर कराउँदै हिँड्ने, कामै नभएपछि रोजगारी कसरी हुन्छ। तपाईँले जति यो देशमा 3 खरबको हाराहारीमा बजेट, क्यापिटल बजेट भन्छ, पुँजीगत बजेट राख्छ, ठेकदारले काम लिन्छ, त्यो कामै हुँदैन, त्यसपछि काम लिएर अर्कै व्यापार गर्न जान्छन्, विभिन्न व्यापार गर्न जान्छन्, काम नभएपछि त्यहाँ रोजगारी कसरी क्रिएट हुन्छ। आज हामीले 20 खरबभन्दा बढी हरेक वर्ष चाहिँ खर्च गर्नुपर्ने अवस्था छ। हामीले हाम्रो समृद्धिको लागि 20 खरबभन्दा बढी क्यापिटल बजेट खर्च गर्नुपर्छ। त्यो अवस्था भयो भने 20 लाख रोजगारी सृजना हुन्छ। 20 लाख जब खर्च हुँदैन तब कसरी रोजगारी सिर्जना हुन्छ। रोजगारी सिर्जना गर्नको लागि खर्च हुनुपर्छ। खर्च तपाईँ एउटा कन्ट्र्याक्टरले, एउटा चाहिँ निर्माण व्यवसायीले 15 वर्षसम्म पुल नबनाउने, 15 वर्षसम्म रोड नबनाउने
अनि त्यसपछि जनताले त्यो सुविधा नपाउने अनि जनता तडपिडिएर बस्नुपर्ने 5 मिनटको बाटोलाई 5 घन्टा घुमेर हिँड्नुपर्ने अवस्था 15 वर्षसम्म सिर्जना भइरहने अनि एउटा पुल झापाको एउटा पुल 15 वर्षसम्म बनेन कन्काई पुल तर 3 वर्षभित्र भ्यू टावर बन्यो त्यो झापाको पुल 30 करोडको पुल बन्नलाई 15 वर्ष लाग्यो 15 वर्षमा पनि बनेन हामी आएर ठेक्का तोडेर नयाँ काम सुरु गऱ्यौँ तर 3 अरबभन्दा बढी लगानी गरेर झापाको भ्यू टावर बन्यो यो जनताको लागि कतातिर लगानी गर्ने लगानीको प्रायोरिटी कता हो भन्ने कुरा देखाउनु पर्ने आजको आवश्यकता तसर्थ हामीले यो देशमा कसरी काम हुन्छ हामीले एउटा ब्युरोक्रेसीमा बसेर मन्त्रालय सम्हालेर र राजनीतिक व्यक्तित्वहरूसँग बसेर काम गरेर एउटा अनुभव बटुलेका छौँ राजनीतिक अनुभव बटुलेका छौँ र कामको अनुभव बटुलेका छौँ र यो देशमा कसरी द्रुत गतिमा काम गर्नुपर्छ भन्ने अनुभव बटुलेका छौँ तसर्थ अब हाम्रो सरकार आएपछि हामीले द्रुत विकासको दशक घोषणा गरेर जाने भनेका छौँ द्रुत विकासको दशक घोषणा मात्रै होइन द्रुत विकासको दशक घोषणा गर्दाखेरि यहाँभित्रको कानुन प्रक्रिया सबैलाई छुट्याउँदै सबै नियम कानुनलाई नचाहिने नियम कानुनलाई खारेज गर्दै संशोधन गर्दै छाता ऐन ल्याएर द्रुत गतिमा हामीले यो देशको परिवर्तनको लागि विकास निर्माणको काम अगाडि बढाउने भनेका छौँ तसर्थ यो देशमा हामीले भनेका छौँ विद्युत जलविद्युत र समग्र जलस्रोतको उपयोग जलस्रोतको व्यवस्थापन यो देशको जलस्रोतको व्यवस्थापन नै यो देशको समृद्धिको मुख्य आधार हो यो जलस्रोतको व्यवस्थापन यो नदीहरूको व्यवस्थापन यो जलाधार क्षेत्रहरूको व्यवस्थापन नै यो देशको समृद्धिको आधार हो यो जलस्रोतको व्यवस्थापन भनेको सिँचाइ आउँछ विद्युत जलविद्युत आउँछ पर्यटन आउँछ त्यसमा खानेपानी आउँछ सबै चिज आउँछ यो जलस्रोतको समग्र रूपमा व्यवस्थापन नभएसम्म यो देशको समृद्धि हुँदैन तपाईँ कन्काई पुलमा कन्काईका तलका धेरै फाँटहरू तटबन्धहरू आवश्यकता देखिरहेका छौँ धेरै माग तटबन्धको चाहिँ माग भइरहेको छ धेरै ठाउँमा प्रोटेक्सन वालहरू खडा गर्नुपर्नेछ त्यो पर्मानेन्ट सल्युसन होइन जब यो जलस्रोतको माथिबाट अपस्ट्रिमतिरबाट रिजर्वायर प्रोजेक्ट ठुल्ठुला रिजर्वायर प्रोजेक्टहरू ठुल्ठुला जलस्रोत व्यवस्थापनका प्रोजेक्टहरू जब बन्छ तब तलका यस्ता सानातिना सबै समस्याहरू समाधान हुँदै जान्छ तसर्थ यो विदेशमा अहिले चाइना नर्वे कोरिया सबैले गरेको यही हो हरेक जलस्रोतलाई आफ्नो हातमा राखेको छ कसरी जलस्रोत व्यवस्थापन गर्ने भनेर यो जलस्रोत मैले पानी कुन बेला कति छोड्ने भन्ने मेरो हातमा हुन्छ त्यो बर्खाको पानी पनि कन्ट्रोल हुन्छ हिउँदियामा थोरै पानीलाई धेरै थप्न सकिन्छ तसर्थ जलस्रोतको व्यवस्थापनबाट हामीले यो देशको समृद्धि चाहिँ गराउन सक्छौँ पहिलो ऊर्जा क्षेत्र जलविद्युत हामीले 2030 सम्ममा 12,000 2035 सम्ममा 25,000 2045 सम्म 40,000 मेगावाट हामीले उत्पादन गर्ने भनेका छौँ अब हामीले यदि हामीले 30,000 मेगावाट मात्रै विद्युत चाहिँ एक्सपोर्ट गर्न थाल्यौँ भने करिब 15 देखि 20 खरब रुपियाँ हामीले विदेशी मुद्रा आर्जन गर्न सक्छौँ 15 देखि 20 खरब रुपियाँ भनेको आज हाम्रो देशको बजेट हो र हाम्रो देशको टोटल बजेटै 16-17 खरब हो त्यो भएको हुनाले यदि 30,000 मेगावाटलाई हामीले विदेशमा एक्सपोर्ट गर्न सक्यौँ भने हामी यो हाम्रो शिक्षामा फ्री गर्न सक्छौँ स्वास्थ्यमा फ्री गर्न सक्छौँ इभन हामीले सार्वजनिक ट्रान्सपोर्टेसन फ्री गर्न सक्छौँ गरिब जनतालाई आवासमा हामीले दिन सक्छौँ ओके गाइज आज उज्यालो नेपालको चुनावी आमसभा चाहिँ कुलमान घिसिङको भाषण भनौँ न उहाँको मन्तव्य सँगसँगै सकिएको छ यहाँनिरबाट सबैजना लागिसक्नु भएको छ आफ्नो
गाउँघरतिर भने केही चुनावी अभियानमा कुलमान घिसिङ चाहिँ यहाँ आज धरानवासी सुनसरी क्षेत्र नम्बर 1 को जनताहरूलाई सम्बोधन गरेर उहाँका पार्टीको भिजन अनि आउँदो चुनावमा जितेपछि गर्ने कुराहरूको सम्पूर्ण लिस्ट भनौँ न उहाँहरूको प्लानको बारेमा बताएर यहाँनिर सकिसकेको छ अनि उहाँबाट उहाँ चाहिँ अब पहाडतिरको यात्रामा लाग्नु भएको रहेछ। यहाँनिर हामीहरू अहिले करेन्टली भानु चोकमा छौँ। यहाँनिर पछाडि देख्नु कार्यक्रमको अन्त्यमा अभियान सकिसकेको छ। उज्यालो नेपालको स्टेज वरिपरि रहेका सम्पूर्ण कुर्सीहरूलाई हामी उचित व्यवस्थापन गर्नेछौँ। फोहोर अल्नुलाई सोही व्यवस्थापन गर्नेछौँ जसको